फर्स्ट टाइम म्यागी खाँदा यस्तो मिठो र बब्बाल भयो नि साथीहरू। फुल भिडियो हेर्नुहोस् कसरी पकाए थाहा पाइहाल्छ नि। सो हेलो साथीहरू, के छ मेरो चाहिँ एकदम ठिकठाक छ नि। आज चाहिँ धेरै पछि मजाले सुत्नु पाएँ, के नभए त जहिले कोचिङ जाँदा भक्क लागेको थियो। अनि यसो हेरेको त पुरा घाम लाग्दिरहेको रहेछ यस्तो चिसोमा। अनि दाँत मुल्नुतिर थाले, टक्क खाजा पाकेको रहेछ, खाजा खाएँ। अनि के कन्टेन्ट बनाऊँ भनेर सोचिरहेको थिएँ, म्यागी देखेर प्याज काट्नुतिर थालेँ। अनि कराई राखिदिएको, टक्क कराईमा तेल हाल्नुतिर थालेँ। तेल पनि तात्न आँटिसकेको रहेछ। अनि ठक्कसँगले काटेको प्याज चाहिँ मुरुर हालिदिएर मसला काट्नुतिर लागेँ। अनि म्यागीको मसला पनि हाल्दै मैले त्यो चाहिँ युट्युबमा हेरेको थिएँ यसरी पकाउने भनेर। अनि त्यसैले अनि चलाएँ अनि हेर्न सक्नुहुन्छ पानी हालेर उमाल्दै चाउचाउ चाहिँ यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ। अनि भक पानी हालेदेखि उम्लिनु थाल्यो। त्यसपछि मैले चाहिँ फुटाएर चाउचाउ हालिदिएँ म्यागी भित्र कराईमा। अनि कराईमा एकछिन चलाएको त पाक्नुतिर लागेछ। हेर्दा त कस्तो हेर्दै पानी आउला जस्तो खाम जस्तो लागेको थियो। सँगले भागसाग लगाएर आफू त्यही खानातिर लागेँ। बब्बाल मिठो भएको थियो। थ्याङ्क्स फर वाचिङ। राधे सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई।